मेरो मम्मीले आज यति तारिफ गर्नु भइरहेको थियो नि मेरो, मैले यो नान रोटी बनाएर दिएको थिएँ अनि साथमा चिकन करी बनाएर दिएको, मिठो लाग्यो भनेर यति तारिफ गर्नु भइरहेको थियो कि मेरो। हेलो साथीहरू, मेरो छोटो अनि मिठो भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले नान रोटी बनाउन थालेको। अनि नान रोटी बनाउनुको लागि चाहिँ मैले मैदामा इस्ट, थोरै नुन, चिनी अनि तेल राखेर अब मजाले मुस्दैछु। यो चाहिँ हामीले रोटी बनाउँदा भन्दा अलिकति गिलो मुस्नुपर्छ। अनि मुसेर चाहिँ अब मैले साइडमा राखिदिएँ। त्यसलाई चाहिँ एकछिन फुल्नुको लागि राख्नुपर्छ नि त। अनि चिकन करी बनाउनुलाई चाहिँ अनि मैले तेल तताएर मेथी जन पड्काएँ, अनि प्याज हालेर अनि चिकन हाल्दैछु। यो चिकनलाई चाहिँ म अगाडि रातो हुने गरेर भुट्दिनँ, किनभने करी बनाउनुलाई त यस्तै गरेर बनाउँदाखेरि एकदमै मिठो हुन्छ के। अनि चिकनलाई मैले अब प्याजमा मजाले मिक्स गरिसकेपछि चाहिँ नुन बेसार हालेर पनि मजाले चलाउँदैछु। अनि यो चिकन करी बनाउँदाखेरि चाहिँ अलिकति बाक्लो झोल हुनुपर्छ नि त। अनि त्यही भएर यसकोलाई फेरि एकदमै रातो हुने गरेर भुट्यो भने चाहिँ चिकन करी अलि राम्रो लाग्दैन। अनि चिकनमा चाहिँ अनि मैले यो पानी निस्किँदै मसला अनि टमाटरको पेस्ट हालेँ। टमाटरलाई चाहिँ काटेर भन्दा यस्तै गरेर पेस्ट गरेर हाल्नुभयो भने चाहिँ बाक्लो करी बन्छ क्या, अनि एकदमै राम्रो हुन्छ नानसँग चाहिँ। अनि मसलाहरू अलिकति पाकिसकेपछि फेरि मैले गरम मसला पनि राखिदिएँ, अनि हरियो लसुनको पत्ता पनि राखिदिएँ। हेर्नुहोस् न कस्तो राम्रो चिकन करी भयो। अनि अलिक ग्रेभी सुकेको जस्तो लागेर मैले ग्रेभी बढाउनुको लागि चाहिँ पानी थोरै अझै राखेर अब यसलाई चाहिँ म मजाले उमाल्छु। धनियाँ पत्ता पनि राखिदिएँ मैले, अनि धनियाँ पत्ता हालेर मजाले उमाल्दैछु। अनि यता चाहिँ अघि मुसेको पिठो पनि अलिकति फुल्लिएर रेडी भयो। अब यता चाहिँ चिकन करी पनि हेर्नु न मजाले धनियाँ पत्ता हालिसकेपछि उम्ल्यो। अनि अब यसलाई म साइडमा छोपेर राखिदिन्छु। अनि अब यो नान बनाउनुको लागि चाहिँ मैले अहिलेको पिठो उगारेको थियो। अनि मजाले फेरि एकचोटि हातले मुसेर अब डल्लो डल्लो बनाउँदैछु। रोटी बनाउनु भन्दा अलिक ठुलो डल्लो बनाउनुपर्छ, अलिक मोटो हुन्छ नान चाहिँ। तर मैले चाहिँ अलिकति डल्लो पातलो बनाइछु, अनि त्यही भएर हल्का पातलै भयो के। अनि सबै डल्लोलाई चाहिँ म अब बेल्दैछु एउटा एउटा गरेर। अनि माथिबाट यसरी अघि मैले धनियाँ पत्ता काटेर राखेको थिएँ, धनियाँ पत्ता पनि राखेर बेल्ने। अनि यो नान बनाउँदाखेरि चाहिँ बटरमा बनाउनु भयो भने झन् एकदमै मिठो हुन्छ कि। अब बटर थिएन है, अनि यतातिर त अब दोकानमा भन्ने साथै बटर पनि पाउँदैन। अनि त्यही भएर मैले चाहिँ जो छ तेल घिउ जे छ त्यसैले बनाइदिँदैछु। अनि बटर भयो भने चाहिँ फेरि बटर नान बन्छ नि त, एकदमै मिठो हुन्छ। अनि मेरो चाहिँ अब एउटा एउटा गरेर नान रोटी पनि रेडी हुँदैछ। हेर्नुहोस् न कस्तो मिठो हुन्छ। यस्तै गरेर बनाएर खानु होला, अनि लाइक कमेन्ट पनि गर्नु होला है त साथीहरू। अनि मेरो चाहिँ अब एउटा एउटा गरेर नान रोटी पनि रेडी हुँदैछ। अनि हेर्नुहोस् न यो चाहिँ तन्दुरी नान पनि भनिन्छ, तर तन्दुर छैन नि त सेक्नुको लागि, त्यही भएर तावामै सेक्दैछु। अनि यता चाहिँ अब नान रोटी चिकन करी रेडी भयो। हेर्दै खाउँ खाउँ लागेको छैन।